Hello and namaste guys, welcome back to my next video. अब तेल सेल हालेर आमा घर राइड हाल्ने चाहिँ एउटा सर्ट राइड। धेरै भन्दा भिडियो नहालेको 2 दिन भइसक्यो। आज गएको अब भिडियो बनाउन। Let's go baby. गयो अनि थ्याङ्क यू सो मच गाइज। हाम्रो 800 पुग्न आँटिसक्यो। 800 फ्यामिली भनेको त 800 जना हो नि त गाइज। एक एकजनाले ट्याक 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 सब्सक्राइब ठोकेर चाहिँ 800 पुग्यो क्या। अब एउटा भाइले के भन्दै थियो, मलाई दाइ 6वटा फोनबाट सब्सक्राइब हानिदिएको छु तपाईँको लागि भन्दै थियो। अनि कस्तो खुसी लाग्यो क्या मलाई। 6वटा फोनबाट सब्सक्राइब हानिदिएको अरे क्या आफ्नै साथीहरूको मागी थ्याङ्क यू सो मच भाइ। यसरी नै किप सपोर्ट होइन, किप सपोर्टिङ। अब म नयाँ भिडियो ल्याउँदैछु आजबाट। अब रेगुलर आउँछ केटा, डोन्ट वरी। अब माथि गएर तेल सेल हाल्छु अनि आमा घर झरिदिनु पऱ्यो आज चट्टपारामा उतै खाजा खाने गरी। त्यहाँ एउटा काम पनि छ अनि त्यही गएको बेला एउटा भिडियो बनाइदिउँ न भनेर क्या। ओहो कस्तो चिसो हो। अनि आज मैले लुकिङ ग्लास खोलिदिरहेको छु, घरमै खोलिदिएर हिँडेको। किनभने मेरो आमा घर भनेको चाहिँ गाउँ पर्छ नि त। अनि गाउँतिर हिँड्दा चाहिँ अब लुकिङ ग्लास खोलेर हिँडेको राम्रो हो नि त। केही कदम लडिहाल्यो भने त गयो नि त लुकिङ ग्लास सुरुमै। त्यही भएर सुरुमै हामीले चाहिँ बुद्धि पुर्याउनु पर्ने हुन्छ केटा हो। ओहो कस्तो यार रमाइलो लाग्यो त 2 दिनपछि भ्लग बनाएको बाइक कुदाएको कस्तो रमाइलो लाग्यो। र मेरो घर चाहिँ ऊ तल देखिरहेको छ त्यो सेतो बिल्डिङदेखि मन्दिरको। अब तेल हाल्ने ठाउँमा गएर भेटौँ है त गाइस। म चाहिँ तेल पनि हालिसकेँ। अब जाइन्छ चट्टपारामा। खाजा गाडी पनि निकालिदियो। अन्त ब्याग तान्न आँटेको थियो, अब त घुमिहाल्छ नि। बब्बाल मजा। तेल हालेपछि फेरि यति मजा आउँछ बाइक कुदाउन। किन पावरै पुरै बढे जस्तो लाग्छ मलाई चाहिँ। अब न्युट्रलमा झरिदिने हो तलसम्म। अब त अफरोड हान्ने हो नि त उहाँ तल। अब 1 टर्निङ 2 टर्निङ पछि उँधो झर्ने बाटो छ, त्यही बाटो झर्ने हो क्या। अफरोड छ खतरा आज अफरोड। यो हो ओहो भाइ के छ चिनेन भाइले। हेलमेट लगाएको छु नि त पुरै। अर्कै बाइक हुँदा मात्रै चिन्थ्यो। ओहो एनएसवाला दाजु भन्थ्यो। यो बाइकमा त चिन्दैन केटाहरूले। यहाँदेखि राइट जानुपर्छ, यहीँदेखि छिर्ने म चाहिँ। किनभने टर्निङमा एकचोटि भत्तै जानु हुँदैन नि त। ओहो यहाँदेखि ओह्रालो यही हो। यो तलको गाउँ हुँदै यो गाउँभन्दा तलको गाउँ चाहिँ मेरो आमा घर हो है ठ्याक्कै। अरे बाटो डेन्जर छ यार। न्युट्रलमै हिँडिदिने हो। तेल त जोगाउनै पर्यो। 200 रुपियाँ लिटरको तेल हाल्नु छ यार। फेरि माइलेज त्यस्तो खतरा पनि छैन नि त यसको। म कस्तो ढुङ्गा निक्लेछ यार। बाटो त डेन्जर भएछ त। तर यो बाइक आएपछि चाहिँ डर भन्ने चाहिँ मलाई लाग्न छोडिसक्यो क्या। यस्तो जस्तो बाटोमा पनि हानिदिरहेको छु मैले, जस्तो बाटोमा पनि। ओह्रालो भिर छ होइन, अनि माथि सानो बाटो छ भने नि हानिदिरहेको हुन्छ क्या। अस्ति हानेको पनि छु। कतिजनाले त्यो भ्लग हेर्नुभएको छैन भने माथि गएर हेर्नु होला। ए माथि होइन तल हुन्छ, तल गएर हेर्नु होला। स्लाइड पनि हान्थ्यौँ न अलिअलि होइन। नयाँ डिक्स छ त एक्सपोल्सको हालिदिएको।
अहिले झन् त्यो अस्ति डिस्क प्याडको बनाइदेखि अहिले चाहिँ त्यस्तो प्रब्लम आउन छोडेको छ होइन। त्यही हो, अरू रमाइलै छ यो बाइकमा। अनि यो बाइकमा मोडिफाई गरेर क्रस फायरको सकअप पनि हाल्न चाहिँ मिल्दो रहेछ है गाइस। पछाडि मैले सोधेको थिएँ तल ग्यारेजमा मिल्छ अरे, अब कति पर्दो रहेछ होइन त्यसको सकअप बुझेर यसो पछि भयो भने फेरिदिने एउटा चाहना छ मेरो चाहिँ। रहर छ भनौँ न, रहर। कता ट्रनिङ छ चुप चुप चुप। साउन्ड नजिक हिँड्दा पनि बौलाहरू। त्यो तलबाट पनि भुकिरहेछ। के साह्रो कुकुर भेला भयो। यो चाहिँ डराउने रहेछ है, अरू चाहिँ भुक्ने, यो चाहिँ नभुकी डराइकन भाग्ने रहेछ। अब फेरि न्युट्रलमा हिँड्थ्यौँ, त्यहाँ चाहिँ उकालो थियो नि त अलिकति, त्यही भएर चढ्दैन थियो। ओहो हो रमाइलो हुँदैछ यार। आज 2 दिनपछि बाइक चलाएर होला एकदम कस्तो यो हातमा पुरै ग्रिप बस्यो यस्तो। पन्जाले पनि होला कस्तो दामी समात्न क्या, पुरै त्यो खतरा छ्याप्प परेर त्यो अर्कै जस अर्कै फिल भइरहेछ क्या। आज रमाइलो। यहाँबाट चाहिँ मेरो मोबाइल चार्ज पनि हुन्छ। कतिजनाले सोध्दै हुनुहुन्थ्यो होइन, त्यो त्यतिकै सो अफको लागि हो कि हुन्छ पनि भनेर भन्नुभएको थियो। हुन्छ एउटा मोबाइल चार्ज 2टा गर्न सक्नुहुन्छ तपाईँहरूले एकैचोटिमा। अब मेरो कोही बेला त्यो बाटोमा हिँड्दै हिँड्दै सिधै भने डाटा केबल अलवेज बोकिरहेको हुन्छु, यहाँबाट जोड्छु सिधै चार्ज हालिदिन्छु। तर यो स्टार्टमा राख्दा मात्र हुन्छ है गाइस, बाइक चाहिँ स्टार्टमा हुनुपर्ने हुन्छ तपाईँहरूको। बाइक चाहिँ स्टार्टमा हुनुपर्ने हुन्छ, स्टार्टमा हो भने चार्ज हुन थालिहाल्छ। अनि यो चाहिँ मैले यो बाइक ल्याउँदैखेरि यस्तै थियो है, त्यो चाहिँ मैले पछि हालेको होइन। मलाई त्यसको बारेमा कति पर्छ के हो केही थाहा छैन। जे होस् एकदम युजफुल रहेछ मेरो लागि चाहिँ। अब उपयोगी। यहाँदेखि उता लेफ्ट गयो भने मेरो घर जाने बाटो, यहाँदेखि राइट गयो भने मेरो आमा घर जाने बाटो। हल्का तोप्नु पनि पर्छ नि त यार। यस, नत्र भने त म चाहिँ भन्नु नि होइन। दियो दियो। अनि एकजना हाम्रो देवेन्द्र ब्रोले चाहिँ के भन्नुभएको थियो भने दियो दियो, यो साउन्ड चाहिँ एकदम फेभरेट अरे क्या ब्रोको। यो सुन्ने बित्तिकै कस्तो जाँगर पुरै त्यो जोस आउँछ अरे क्या, जोस जाँगर। दियो दियो दियो। अब यहाँ दिन्छ सोल्टीले, यहाँबाट दिन्छ पडा। दियो दियो दियो। मेरो पुरानो घर यो अगाडिको, यो अगाडिभन्दा पछाडिको अगाडिको उहाँनिर ठ्याक्कै। र म चाहिँ मेरो आमा घर आइपुग्न आँटेँ होइन। यहाँ बिचमा चाहिँ रेकर्डै त्यहाँ आफै पज भइदिइरहेको रहेछ यार। के भएर आफू के हुन्छ नि त यो फोन अस्ति झरेदेखि होइन, आफै ह्याङ भएको हो कि के भएको बुझ्नै गाह्रो। यो हो बबाल बबाल। यो बाटो कस्तो थियो, अहिले गाडी हिँडेको हिँड्ने भएर दामी पेलिएर बबाल भइसकेको छ यार। तल्लो बाटो बन्दैछ नि त, अनि यो बाटो गाडी कुद्छ अहिले। अनि त्यही भएकोले गर्दाखेरि दामी भइसकेको छ बाटो। र म चाहिँ कटुसे भन्ने ठाउँ आइसक्यो। अब मेरो माउलो चाहिँ माउलो भन्दा खालि माउलो बेसी गर होला। मेरो आमा घर चाहिँ अलिकति मुनि हो, आइपुग्न आँटेँ। अब आइहालेँ म अलिकति। म ढुङ्गा कस्तो निक्लेको हो। अनि गाइस माया तपाईँहरूले अति देखाइदिइरहनु भएको छ होइन, यत्तिकै माया देखाइदिँदै जानु होला। ठ्याक्कै उयो मुनिको त हो, यो देखिएको उयो यो टिन देखिएको छ नि यो मुनिको, त्यही हो। तर घुमेर जानुपर्ने हुन्छ क्या। यहाँ हिँडेर यहाँदेखि झर्दा एकैछिनमा पुगिन्छ, तर बाइक पुग्दैन के गर्नु।
तपाईँहरूले यति माया देखाइदिनु भयो कि आम्मामामा अहिले चाहिँ बल्ल 1 महिना हुँदैछ होला क्या मेरो युट्युब च्यानल खोलेको 1 महिनामा 700 अहिले 60 छ ठ्याक्कै अघि हेरेर हिँडेको नि त मैले 760 भनेको खतरा हो क्या सपोर्ट कसम अब कतिजनाको 3-4 महिनामा नै पुगेको हुँदैन यार 1K मेरो त 1K पुग्न बाटो त त्यही भएर नि मैले च्यालेन्ज राखेको 1K मा चाहिँ आइफोन भनेर घरमा पनि भनिसकेको छु मैले होइन त्यही हो माया देखाइदिँदै जानु होला तपाईँहरूकै मायाले गर्दा अगाडि बढ्ने हो अब आज चाहिँ यो यस्तो नर्मलै भ्लग ल्याएको मैले अब हिजो पनि भ्लग हाल्न पाइनँ अस्ति पनि हाल्न पाइनँ बाटो यताको बाटो बन्दैछ नि त त्यही भएर उँभोबाट हिँड्छ गाडी बाटो बन्द छ निर्माण कार्य हुँदैछ भनेको छ होइन यताबाट जानु पर्यो भने त मलाई त कति बेरै लाग्दैन नि घर पुग्नु एकैछिनमा पुग्छु अनि त्यही हो तपाईँहरूको मायाले नै गर्दा म अगाडि बढ्ने हो बढी पनि रहेको छु तपाईँहरूले जति मलाई हौसला दिनुहुन्छ त्यति भिडियो आउँदै 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 जाने हो क्या भिडियो कन्टिन्यू भइरहन्छ जति माया देखाइदिनुहुन्छ त्यति कन्टिन्यू हुने हो नि त भिडियो त्यही भएर माया पनि एकदम देखाइदिनु होला चाँडै 1K पुगेको हेर्न पाऊँ अब मेरो बर्थडेभन्दा अगाडि नै भर्सक पुग्यो भने अझ बबाल क्या यति खुसी हुन्थेँ कसम भनेको यार बर्थडेभन्दा अगाडि पुग्यो भने त र म चाहिँ आमा घर आइपुग्न आँटेँ आइ पनि सकेँ आमा के गर्नुभएको ए अब बुनीले चिया पकाएर खुवाउँछ मलाई आऊ जाने के हुँदैन चढ न यो बाइकमा ल ल ल बुनी चाहिँ डराइन आमा त्यहाँ आलुको झार काट्दै हुँदो रहेछ गाउँघरै रमाइलो छ यार जसले जेसुकै भने गाउँघर भनेको गाउँघर एकदम प्यारो र यो चाहिँ मेरो आमा घर हो आइपुगेँ ओहो हिरो ओहो हिरो के छ हिरो ठिक छ आइज यहाँ हाल्नु पन्जाले गरेर चस्मा लाउँदा त हिरो देखियो त अनि मैले दिएको चस्मा हो मैले दिएको चस्मा कस्तो छ बाइक ठिक छ कहिले देखिस् तैँले चाहिँ ए हिजो राखिरहेको थियो त्यहाँ गएको छु नि ल बुनीले चिया पकाउँछ अब म त एउटा 2टा जति मात्र देऊ 2टा खा 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 सबै खा तेरै हो के लिएर आएको भाइ यता हेर्न निखिलुप्रति यस्तो हाई भन्दै यहाँ हाई भन्दैन भिडियो हालिदिन्छु भरे यता हाई छिटो न छिटो 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 त्यो अहिले गर्नु त्यो राख हो लु यहाँ हाई भन्दै त्यो चस्मा लगाएर हो दामी देखेर अनि सबैजनालाई सब्सक्राइब गर भन्थ्यो भन्दैन मेरो युट्युब च्यानललाई क्या सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न ल बुनु यहाँ राख्दैछु ल चिया पकाए बापत र यहाँ चाहिँ यस्तो ग्यास छ है गोबर ग्यास कतिलाई थाहा नै छैन होला यो के हो भनेर म देखाइदिन्छु यहाँ चाहिँ गाईको गोबर हाल्ने पेल्ने अनि यहाँ मुनि जम्मा हुन्छ त्यो ग्यास यहाँ मुनि हुन्छ नि त त्यो सबै यहाँ पेलेपछि यहाँ जान्छ अनि त्यसको त्यो बाफ जस्तो उडेर यहाँबाट होइन सिधै भित्र त्यो पाइप हुँदै भित्र जान्छ गाईको गोबरबाट त्यही हो गोबर ग्यास भनेको चाहिँ अब यसो चिया चिया खाएर यहाँ सानो काम छ काम सिद्धाएर म लाग्छु गाइस अहिले एकछिन भेटौँ लाग्यो ल आमा गएको अब बस्ने गरी ल लाग्यो आमा ल मेसेज गर आइज
मैले आमा घरबाट लागे पनि यसो खाजा पनि यही खाएँ, मुला सुला हालेँ, भरे सलाद खान चाहियो नि त। यहाँको मोटर पनि खाएँ अलिकति, यहाँनिर मोटर फलिरहेको थियो। हजुर दाउरा चिर्दै हुन्छ होइन, तोपिदिउँ न अलिकति। यस बबाल उडाइदिउँ। कस्तो मजा यार, बाटो बन्द छ। यो बाटो गएको भए चाहिँ म एकैछिन घर पुग्थेँ। अब यताबाट घुमेर जानुपर्ने हुन्छ, जमदारे हुँदै मेरो पुरानो घर हुँदै। कस्तो आनन्द यार, गाउँै प्यारो यार। जसले जेसुकै भने गाउँै प्यारो क्या। फेसिलिटी त्यस्तो धेरै नभए पनि होइन, गाउँ भनेको छुट्टै रमाइलो हुने क्या। यहाँ रहे 1-1.5 घन्टा बस्यो होइन, छुट्टै रमाइलो क्या, छुट्टै अर्कै फिल आउने क्या, अर्कै भाइब्स आउने होइन। गाउँ भनेको गाउँ हो यार। मेरो मिनी क्रस फायर चढ्दैछ उकालो। अस्ति नै पनि कतिजना क्रस फायर हो भन्दै थियो। क्रस फायर हो, मिनी क्रस फायर भन्दै थिएँ। पत्याइरहेको रहेछ क्या, मैले रेला गरेर भनिदिएको थिएँ होइन। भाइहरू चाहिँ पत्याइदिरहेको, अनि पछि फेरि होइन भनेर कमेन्ट हानिदिरहेको थियो। र हामी चाहिँ कटुसे पनि आइसक्यो। पहिले स्कुल जाँदाखेरि कस्तो हिँड्थ्यो यार यो बाटो। दियो 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 साथीले दियो। यस यो भिडियो चाहिँ आज त्यत्तिकै हालिदिरहेको एकवटा हो मैले। अब केही सिनहरू पनि देखाउन पाइनँ होइन। त्यही आमा घर आएँ, खाजासाजा खाएँ, मुलाहरू लिएर गएँ भरे सलाद खानको लागि। अनि आमा एक्लै हुनुहुँदो रहेछ, अङ्कलहरू उता जानुभएको रहेछ बजार। अनि यो चाहिँ मेरो पहिलेको साथीको घर है, माओलो भनौँ न, साथीको माओलो। यहीँ बस्थ्यो मेरो साथीको पङ्कज भन्ने। मान्छे हिँड्ने बाटो चाहिँ यो माथि हो होइन, एकैछिन पुगिन्छ यार यो बाटो। यो बाटो चाहिँ गाडी हिँड्ने हल्का घुमौरो बनाएको छ। पाहाडको बाटो यही त हो, घुमौरो, टर्निङ। आम्मा कत्रो उफारेको हो। हामी लुते मान्छेलाई त यस्तो फ्याल्दिन नि यो सकपले। अनि राम्रै रेस्पोन्स, युट्युबबाट राम्रै रेस्पोन्सहरू मिल्दै गयो भने पछि मेरो ड्रिम बाइक भनेको चाहिँ त्यही RM250 हो। त्यो लिन्छु। सुरुमा चाहिँ 1000 पुर्याऊँ, त्यसपछि म भन्दै जान्छु हजुरहरूलाई कहिले लिने, के गर्ने RMहरू होइन, सबै भन्छु। सुरुमा चाहिँ 1K को गोल छ होइन, त्यो कम्प्लिट गराइदिनु। आइफोन आओस्, आइफोन आउने बित्तिकै भिडियो त अब सकिगयो। भिडियो गर्न हौसला पनि यस्तो जागेर आउँछ नि आइफोन भयो भने त, कसम भनेको। किनभने तपाईँको क्वालिटी नै A1 हुन्छ। अनि क्वालिटी राम्रो हुने बित्तिकै टिकटकमा नि भाइरल भएकै भिडियो, अनि यता युट्युबमा नि भाइरल हुन थाल्छ। त्यो क्वालिटीले गर्दा त हो छिट्टो भाइरल हुने। यो बाटो सबै हिँडिन्थ्यो यार पहिले। यहाँ कत्रो खाल्डो थियो यार, अस्ति कस्तो छिरेको यहाँ। मलाई थाहा नै थिएन, तुफान आउँदै थियो होइन, खाल्डोमा गर्ला गुरुङ छिर्दिएको नि। आम्मा चिउरा र चिया खाएको निक्लिन आँटिसकेर उफारेर। लुते हुनु भने गाह्रो छ यार हामी लुरेहरूलाई। लामो टर्निङ लिउँ यार, यहाँ त पुरै ढुङ्गा छ नि त, यस्तो छ। अनि चिप्लेर गयो भने त गएकै हो त। कस्तो छिटो आयो यार, तर म यहाँ हल्का कुदाएर होला। यहाँ चाहिँ पुरै चिया बगान छ। तलको गाउँबाट आएको म, तलको गाउँबाट एकैछिन आइपुगेँ। त्यो गाउँबाट एकैछिन आइपुगेँ म। हजुर घरै पुगेर हेर्नु न भिडियो भइरहेछ। अप्ठ्यारो त छैन, अप्ठ्यारो तल बन्द रहेछ,
बाटे हुनुहुन्थ्यो मुला सुला चिया चिउरा खाएर आएको मम्मीलाई सोध्नुपर्छ मलाई त केही थाहा हुन्छ ल बजार जानुभएको थियो अरे तपाईँहरूको यहाँ भन्दै आउँदै थियो अङ्कलहरू नि उहाँ जानुभएको रहेछ बजार भन्दै ठ्याक्कै यहाँ भेटिहाल्यो युट्युबमा पुग्न आँट्यो 1000 एक महिनामै छिट्टो ग्रो भएको ल अङ्कल यही चियाबारी पहिलेको मेरो गाउँ है गाई यही हो है गाउँ चाहिँ ठ्याक्कै अङ्कलहरू पनि ठ्याक्कै भेटिहाल्यो यस्तो अप्ठ्यारो बाटोमा भिडियो बनाउँदै हिँड्दैछ भन्दै हुनुहुन्थ्यो पर नि यार हल्का सानो मोटो भ्लगर भएपछि त होइन गाइस तपाईँहरूकै लागि हो सबै मेरो लागि पनि हो तपाईँहरूको लागि पनि हो मेरो लागि मात्र भन्दिनँ म भन्नु पनि हुँदैन हामी सबैको लागि हो एकैछिन है म भाइ चाहिँ लगाइहाल्छु यस बेबी मेरो पुरानो घर चाहिँ यहीँ माथि ट्याक्कै यहीँ नै थियो यही चियाबारीको बिचमा ट्याक्कै यहीँ नै थियो घर यहाँ थियो क्या मेरो पुरानो घर मेरो मिनी क्रस फायर बबाल कुद्छ नि हो कच्चीमा त पेलिदिन्छ यसले पनि यतिको त बब्बाल 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 आम्मा गिटी तर लास्टै निक्लेछ अस्ति भन्दा के भन्नुहुन्थ्यो आमा ल यताबाट चाहिँ मेरो घर जाने बाटो हो कस्तो मजा आएको कच्चीमा पिचमा भन्दा त कच्चीमा दामी लाग्छ मलाई त स्लाइड हान्दै हिँड्न क्या पछाडि स्ल्यास स्ल्यास चिप्लाउँदै यहाँ हेर्नु है म तपाईँहरूलाई एउटा कुरा देखाउँछु उताको बाटो देख्दै हुन्छ नि हो त्यो बाटो निक्लिन्छ क्या यता तलबाट आएको चाहिँ त्यो बाटो चाहिँ बन्दैछ होइन त्यही भएर बन्द छ क्या बाटो बनाउँदैछन् होइन त्यही भएर बन्द छ त्यही भएर माथिबाट यत्रो घुमेर टाइम लागेको मलाई नत्र त्यो बाटो त एकैछिन यति बेला त म घर पुगिसकेको थिएँ क्या अघि कति बेलै लाग्दैन बाइकमा त हिँडेर हुनु भने लगभग तपाईँहरूको 40 मिनट समथिङ हो होइन बाइकमा त 10-15 मिनट 10 मिनट भनौँ न उभिएर दिइरहेको छु अझै एङ्गल बिल्ला आइरहेको होला कस्तो अघि त थतर केकोले कस्तो भयो क्या त्यो भएर यहाँ उठ्छ यस साइड दामी आज चाहिँ अब यस्तै नर्मल भिडियो बनाएको होइन युट्युबमा भिडियो हालिराख्नुपर्छ क्या हालेन भने फेरि सब्सक्राइबरहरू घट्न थाल्छ त्यही भएर नर्मल भिडियो बनाएको अब आज चाहिँ वहाँ जाने प्लान थियो मेरो स्वामी पार्क भन्ने होइन यो फिकलभन्दा अलिकति अगाडि त्यहाँ त जान पाइनँ किनभने डेभिड भन्ने त्यो क्या त अस्ति अपाचीवाला थिएन उसो चाहिँ काम परेछ त्यही भएर म एक्लै भएकोले गर्दा जानै मन लागेन यता ठ्याक्कै मुलासुला ल्याउने पनि काम थियो यहाँ भएर आएँ यति रमाइलो पनि भयो माइन्ड फ्रेस भयो र उयो अगाडि चाहिँ मेरो घर ट्याक्कै उयो अगाडि त्यस्तै गर्नुभएको मेरो घर हो त्यो ठुलो बिल्डिङदेखि मुतिरको यता अगाडिको ऊ पर अगाडिको अरे 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 बबाल र यहाँ चाहिँ एकदम रिसोर्टहरू बन्दैछ होइन यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ होमस्टेहरू यहाँ चाहिँ टक्कसँगले बस्ने क्या डिजाइन बब्बाल निकाल्दै बनाउँदै हुन्छ यो गाउँ पनि विकसित हुँदैछ र म घर पनि आइसकेँ होइन बिचदेखि चाहिँ मैले भ्लग गरेन किनभने त्यो कुदिरहेको बाटो कति देखाउनु भनेर गरेन होइन अनि थ्याङ्क यू सो मच गाइज फर वाचिङ टिल द एन्ड अनि यसरी नै माया देखाइदिनु होला किप लभिङ किप सपोर्टिङ अनि हाम्रो 1K को टार्गेट छ त्यो चाहिँ कम्प्लिट गराइदिइहाल्नु पर्यो गाइज त्यही हो 1K पछि चाहिँ मिटअपहरू हुन्छ क्वालिटीहरू बढ्छ त्यही हो किप सपोर्टिङ किप लभिङ र थ्याङ्क यू सो मच बाई